गाइड सबैजनालाई जति पनि फलोवर्स हुन्छ जति पनि सबैजनालाई रेलवेको पर्टीबाट गुड मर्निङ छ है। अहिले चाहिँ म बिहानै कहाँनिर छु भन्दाखेरि चाहिँ यहाँनिर फुलबारी जाँदै गरेको यहाँनिर रेलमा जाम लागिरहेको छ। घोडामुड चाहिँ आइपुगेको अवस्थामा छु म चाहिँ, तर सधैँ चाहिँ यहाँबाट लोड हुन्थ्यो है, आज चाहिँ परबाट लोड हुन्छ। अहिले हो भने चाहिँ फुलबारीमा ठ्याक्कै पुगेको अवस्थामा गएकै छु। यो खालको हुँदैछ है, मजाले हेर्नु होला है बिहानको दृश्य फुलबारीको। ब्यालत छ, सोचेको जस्तो केही हुँदैन रहेछ गाइस। फुलबारी कस्तो छ भनेर तपाईँहरू सोच्नु हुँदै होला है। सुवेलदाको एन्ट्री भइसकेको छ, उहाँ चाहिँ भर्खर आइपुग्नु भयो। फर्स्ट टनको हाडाहाडीमा छ, यो खालको भइरहेको छ। खोइ चलनै नभएको अवस्थामा छौँ यहाँनिर। पर्खिँदा डियो नछोडेर भात खान थाल्यो पो हामी चाहिँ। आउनु चाहिँ खाने भने चाहिँ फुलबारीमा तातो माछा भात किन भ्लग गर्नु बिर्सिरहेको थियो कि माछा भात। मेरो गाडी चाहिँ यहाँ थन्काइरहेको छु, धुलो यस्तो उठ्छ बङ बङ। हाम्रो ए बधाई छ जेम्स दालाई मेरो भ्लगमा। स्मेल दा ए कान्छा पनि आइपुगेको छ। कस्तो आयो अरे खोइ देखाउ त। अहिलेको फोटो त्यस्तो आयो बारीको नजिरा चाहिँ यस्तो छ है, सब उहाँहरू लोड गर्नेहरू। बारीको नजिरा चाहिँ यस्तो छ है, सब उहाँहरू लोड गर्नेहरू।